पोखरा टु काठमाडौँको यात्रा अहिलेको टाइम छ 6 बजे। पोखराको हाइवे कोही हिँड्या छ यसरी, को हिँड्या छ भनौँ है साथीहरू। स्पिड छ अब यहाँ 100 र 80 को बिचमा छ। 100 र 80 को बिचमा भनेपछि पत्ता लगाउँ होला कतिको छ भनेको होइन। अनि 7 नम्बर गेरा कुदिरहेको छ है हाम्रो गाडी चाहिँ। अरूको 5 नम्बर हुन्छ, हाम्रो 7 नम्बर हुन्छ है। ओम नमो भगवते वासुदेवाय। बाटो चिप्लो, गाडी 100 र 80 को बिचमा, त्यही पनि पोखराको 4 लेनको 6 लेनको बाटोमा। गेम खेले टाढा आउँदैछ एउटा महाराज। स्लो गर्ने बरु स्पिड। यो चाहिँ कोत्रे भन्ने ठाउँ आयो है, कोतार्ने ठाउँ। यो कोत्रे होइन, यो ठाउँको नामै कोत्रे हो। कोत्रे ठाउँको नाम कोत्रे। हेर्नुहोस् कोत्रे बजार। पहिला 5-6वटा घर थियो, अहिले 20-25वटा घर भइसक्यो। बढ्यो अहिले। गाडी चलाउँदाखेरि यहाँ एउटा दुईटा छाप्रे घर थियो पोखरा आउँदाखेरि। मैले ड्राइभ गर्न थाले चाहिँ 63 बाट अहिले 82 पुग्यो। भनेपछि 63 सालदेखि थालेको 82 साल पुग्यो। छ बाटो। पहिलाको बाटो र अहिलेको बाटोमा आकाश पाताल फरक छ। आकाश पाताल फरक भयो भने के गर्नु, सेकेन्ड गाडी भेट्छ। पहिला उ बेला गाडी चलाउँदाखेरि तपाईँको 25-30 किलोमिटर कुदेपछि बल्ल एउटा दुईटा घ्यारघ्यारै भेट्थ्यो। पहिला त गाडी त ट्रकहरू भेट्नै गाह्रो हुने। त्यो सिलिमिटी थियो नि पहिला कार, भेना त देखा होला त्यो एलेक्स कोरलाहरू क्या, त्यो कार चलाउँथे उड्या चाहिँ हुन्थ्यो। अहिले त्यो कार अस्ति एउटा छ त एक दुईवटा पिस छ। अस्ति एउटाले बेच्ने हो भनेको 2 लाख 1.5 लाख रुपियाँ दिन्छु लियो भनेको दिँदै थिएन। अब गगनगौडा आइपुग्न लाग्यो। गगनगौडा कट्यो, दुलेगौडा आइपुग्न लाग्यो। बिहान हिँड्नुको फाइदा यही छ, बिहान हिँड्नुको र राति हिँड्नुको फाइदा। टक्रक्क बनाउँदै ल है। अब मेरो भिडियो यहीँ समाप्त भयो साथीहरू।